आज त मेरामा खराब मुख फेरेक जस्तो भयो तल तुषार पाटन एउटा सुर्का मकै ताकि सोलाङ सोलाङ गर्ने भएको थियो अन्त जान्छु सापसिप पारेर लिइरहन्छु जोगले फेरि लरबर बनाउँछ मै खेतमै बिलाला मुसा चरा मसाल खाने भने चरा मसाल खाने भन्दा त भने डोको बोकेर चाहिँ अन्त जान्छु भने त कुन आइकनका कोरकुलो होइन कि एकदमै आँसी सरप सरप मैले डोकोमा हालिलिएर आएँ अन्त मकै बिटा हालिलिएर आएर घोटेका साढे चोपिलो भएछ यसपालि त धेरै दिन भएको कोरकुलो नखाएको चोपिलो भएछ त लारे आटो उजाले झिकेर हालिदिएको साह्रै भएछ यहाँ बाग्लो बाग्लो चोपिलो भएछ अब जोगले त्यहीँ लरबर बनाउँछ अन्त अनि जम्मैले मकै टिपिसकेँ ढिकढिकमा एक घन्टा भट्ट फर्काएको थिएँ जम्मै त्यहीँ फर्किसकेछ कति बेला हो बडा अब जोगबार पनि किन आउँदो साह्रै है जोगबारले गर्दा होला हो न त यस्तो जाने के गर्न नपाने 12 मासे 12 महिना 12वटै जोगबार किन लाग्ने मेरै नेपालमा हिँचे साह्रै संसारमै नभएको पान्तरमा माना 2 जस्तो खोर्तान पुगा पारे अन्त धरतिर पाते बिरो मेसो तुनखाने आलु पान्छ कि भने गाठ त के होला गाँठे माथि देउराली पुग्दा त त्यसै बाटोमा किरे गर्ने बन्नोल अस्कापै बसे खैचे त्यसै मलाई देखि त घुवाट 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 गर्दै हो पारी लखेटो गर ओरा एउटा बुटामा खुवाप चढेर बल्ल बल्ल जिउ जोगाएँ अन्त झाँसु मरुस भनेपछि लेखेर बन्नोल गएर लेखेर हिँड्दै आएँ अनि तल आएर त्यहाँ मगरहरूको भाँजो मारेकोमा साह्रै पुरा तोरी साग उम्रेको चाहिँ भर्खर भाँजो मारेको अन्त यति 2टा मुठा मसिना 2टा मुठा टुपा चिमटे अन्तखेरि बेलुका यही भान खाने होला झाँसु मरुस भनेर फर्किरहेको मसिना त्यसै भर्खर 2 कापे भएकै चाहिँ तोरी साग भाँजो मारिराखेको चाहिँ अन्त चिमटे अन्त यसले खोर्चानी हुरै फर्काएर लिएर आएँ भर त हुरै बोकेँ अन्त आएँ झाँसु मरुस भने कसै खायो अन्त बन्नले किरे गर्ने कहाँ कपै मरेकै चाहिँ सातो पुत्लो गो खप्पर रुखमा नचरेको भए त अब ठाउँ काने बिसरे उहीँ मलाई त